सब गाइज सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ हामी चाहिँ पोखरातिर मुक्तिनाथ पोखरा आइसक्यौँ। अरूले चाहिँ होइन बिहानदेखि भ्लग सुरु गर्छ भने आज चाहिँ मैले नाइटदेखि हालिरहेको छु। पोखरा नाइट होइन के कस्तो हुन्छ हाम्रो इन्जोय चाहिँ हेर्दै गर्नु होला। मन परेमा च्यानललाई लाइक सब्सक्राइब सेयर गर्नु चाहिँ नभुल्नु होला। यसरी नयाँ नयाँ भिडियो हेर्नको लागि चाहिँ बेला बेला थिच्नु होला है त। जसरी हुन्छ चप्पलले हानेर हुन्छ, जसले जुत्ताले हानेर हुन्छ, थिच्नु चाहिँ एकचोटि रातो बटुमा ट्याक्क थिच्नु होला। त्यति भन्दै अहिले चाहिँ म चाहिँ अरू कुरा बाँकी पछि गरौँला है। मेरो गाई चाहिँ होइन हामी चाहिँ खाना आउँदा आउँछ रुमतिर, के रुमतिर भन्दा तल हलमा होइन खानासाना खाएर चाहिँ पोखरातिर डुल्नु पर्ने हुन्छ है। घुमेको ठाउँमा पनि सबैमा रमाइलो नै भइरहेको छ एकदमै होइन। सबैजना साथीहरू छ रमाइलो नै भइरहेको छ। आज पनि पाएको होइन रमाइलो हुन्छ नै होला। हुन्छ होइन हुन्छ नि, जसरी गर्नै पऱ्यो होइन। के रमाइलो गर्नु आएको मान्छे चाहिँ रमाइलो गर्नु पऱ्यो। कस्तो हुन्छ पोखराको नाइटमा चाहिँ होइन सरसँग मान्छेहरू डिस्नील्यान्डमा पुरै रमाइलो गरिरहेको छ। यतातिर आफूलाई गाह्रो छ सबजना होइन खाना खाना बसिसक्नु भएको छ। हेलो के भयो हजुरलाई सेन्टिङ बसिराख्नु भएको छ? के खाना खाइदिने अब चाहिँ हामी चाहिँ खाना बसिरह है ट्याक्कसँग। अब के गर्छ यसले यार। अब यहाँ चाहिँ खानासाना खाएर चाहिँ लेक साइड घुम्नु जानुपर्ने हुन्छ। लि भाइ कस्तो फिल भइरहेको छ दहिलेसम्म? के लागिरहेको छ? भोक लाग्यो भोक। यसलाई चाहिँ भोक लाग्यो अरे होइन, मलाई चाहिँ लागेको छैन भोकसोक होइन हजुर। अब हाम्रो लागि नि खाना आउँदैछ, खाना खाएर चाहिँ रमाइलो गर्नु पर्यो। उमेरिया हो भन्दा पनि अब आफ्नो परिस्थिति हेरेर गर्नुपर्छ होइन। अब फेरि रमाइलो गर्नु भन्दा चाहिँ घरबाट पैसा पाएर यता परिवारलाई दुःख दिएर चाहिँ होइन कि आफूसँग छ भने होइन अब आफू परिवारले पनि अब हेर्न सक्छ भने चाहिँ त्यो बेलामा चाहिँ गर्ने हो कि होइन। फेरि त्यो मतलब चाहिँ म पनि धनी परिवारको फ्यामिलीको मान्छे चाहिँ होइन कि, त्यही पनि आफूले होइन कमाएर लिएर आएको पैसाले चाहिँ म चाहिँ रमाइलो गर्न खोजिरहेको छु। म मात्र होइन सबैजना आफैमा जस सेल्फ डिपेन्डहरू चाहिँ छ यहाँ हाम्रो केटाहरू चाहिँ होइन, केटा केटीहरू सबैजना होइन। केटाहरूको यता चाहिँ खाना खाना सुरु भइसकेको छ। हाम्रो खाना कहिले आउने हो उनीहरू भोक लागेपछि खान्छ अरे, म चाहिँ भोक नलागिकन खान्छु है। के गर्नु आफ्नो त यस्तै छ, बुढेसकाल लाग्यो कि या हो होइन। ठ्याक्क खानासाना खाएर चाहिँ सबजना आएर अब चाहिँ डुल्न जानु लागेको पोखराको गल्ली गल्ली होइन। ट्याक्कसँग नाइटमा कालो चस्मा लगाएर होइन यसरी हिँड्दाखेरि त पुरा हँड्याएर दिएको रहेछ, लाउनुहुन्न होइन। त्यहाँबाट चाहिँ अब एकजना साथी चाहिँ उता गएको छ, त्यसलाई पुऱ्याएर बसिरहेको छ। अब एकछिनमा चाहिँ दिइहाल्छु। ओइ मेरो पछाडि कहाँबाट मुर्कुट आयो भनेर नभन होइन। अँध्यारोमा यो क्यामेराले काम नगरेपछि यस्तो कालो देखिन्छ। फाइनली गाइस हामी पोखराको स्ट्रिट नम्बर 19 मा छौँ। स्ट्रिट नम्बर 20 आइसकेको छ है। अब चाहिँ यहाँबाट चाहिँ होटल जर्नीहरू हेर्न सक्नुहुन्छ यतातिर सबैजनालाई होइन। मैले क्यास बोलाएको बोलिरहेको ल जाउँ गाइजहरू हामी चाहिँ यताबाट होइन। कताको यात्रा हाम्रो ल गाइज हामी चाहिँ होइन पोखराको स्ट्रिट नम्बर 20 मा छौँ। अब चाहिँ लेक साइडतिर घुम्न जाँदैछौँ। अब कस्तो फिल भइरहेको छ है सबजना? एकदम रमाइलो भइरहेछ। कहिले काहीँ रमाइलो कहिले काहीँ त्यस्तै त्यस्तै हो। सबलाई त्यस्तै हो होइन। घुम्न आएपछि चाहिँ त्यस्तै हो। अब कहिले कुनै बेला गाह्रो पर्छ, कुनै बेला अप्ठ्यारो पर्छ होइन। कहिले बेला आँसु, कहिले कुनै बेला खुसी। टाइम चाहिँ अलि भएन, घुम्न पाइएन राम्रोसँगले। लेक साइडमा नि अब यतिखेर भइरहेको अब 9 बजिसक्यो, भर्खर लेक साइड जाँदैछौँ। अब कति बजीसम्म घुम्ने हो? अब भोलि बिहानै फेरि काठमाडौँ फर्किनु छ। अलि टाइम भएन पोखरा घुम्ने चाहिँ हामीसँग। मलाई चाहिँ मेन कुरा रिग्रेट लाग्यो भने चाहिँ हिमाल चढ्न पाएन, त्यसमा चाहिँ दुःख लागिरहेको छ क्या। झन् टार्गेट होइन पोखदेखि बनाएको त्यहाँ लगेर लेक लगाएर त एक स्टेप पनि चढ्न नसकिदिरहेको भने त्यो गरेर चाहिँ एकदमै दुःख लाग्यो। अब त त्यस्तै हो, रेसिस्ट नगरे केटाहरू कालो गोरो भनेर।
दुईजना अगाडि हिँडिरहेको छु कोही घोडा चलाउँदै कोही के गर्दै यहाँ टिकटक बनाएर राखेको थियो टिकटक बनाएर तर यो पोखराको गल्ली चाहिँ एकदम दामी लाग्यो हजुर के सबजनाको आउटफिट चेक गरेर यहाँ हेर्न सक्नुहुन्छ है तलदेखि माथिसम्म है ए हजुरहरू पनि देखाइदिन्छु ल आउनु आउनु एकदम हिरो देखिया छ हजुर पनि एकदम ह्यान्डसम देखिराख्नु भएको छ है हजुर पनि हजुरलाई म छिटाउँदिन मलाई चाहिँ के भन्दाखेरि चाहिँ यो होइन भक्तपुर काठमाडौँ भन्दा चाहिँ पोखरामा चाहिँ हल्का कस्तो शान्त टाइपको वातावरण लाग्यो क्या तिमीलाई चाहिँ गाडीहरू यहाँ हुन्छ होइन यहाँ चाहिँ हल्का पिस टाइपको ठाउँ चाहिँ होइन त्यो चाहिँ राम्रो लाग्यो मलाई एकदमै फाइनल गाइस हामी चाहिँ पोखराको लेक साइडमा आइसकेको छ अब नाइटमा बोटहरू देखाउने त छैन यही कालोले हेरेर चित्त बुझाउनु होला है यस्तो दिन्छु नि फेरि ट्याक्कसँग अब यहाँबाट चाहिँ हामी चाहिँ उतातिर जान्छौँ त्यो डिजनील्यान्डतिर के हो यो डिजनील्यान्ड होइन यहाँको सर नाइटमा त केही देख्दैन त मेरो ज्ञान के भयो होला यो ठाउँ कालो भयो कि मेरो क्यामेरा कालो भयो अब तिनीहरू पछि पछि आउँदै गर्छ म त एक्लै डुलिने हो बालै भएन होइन सँग कोही मोबाइलमा बिजी कोही के घुम्न आएको अरे आफ्नो तालमा छ म आफै अब भ्यू इन्जोय गर्छु बस्छु होइन यतातिर कन्सर्ट पनि भइरहेको छ कि क्या हो जस नाइटमा चाहिँ होइन जहाँसुकैको गल्ली होस् जसोसुकै होस् नाइटमा हिँड्दा चाहिँ यस्तो मजा आउँछ नि होइन दिउँसोतिर अब क्राउड हुन्छ यता हल्ला हुन्छ होइन एकदमै झ्याउ लाग्छ त्यो डिस्टर्बवाला वातावरण हुन्छ कि इन्भाइरोमेन्ट चाहिँ नाइटमा हिँड्दाखेरि चाहिँ हल्का पिस टाइपको होइन घुम्न चाहिँ मजा आउँछ त्यही भएर चाहिँ हामी चाहिँ नाइटतिर चाहिँ आयो घुम्नलाई होइन बिचरी उतातिरै घुमेर चाहिँ अब यहाँ के कस्तो हुन्छ हेरौँ होइन बार्बिक्यू सार्बिक्यू गर्ने छु प्लान सबै राखेर यो गरौँला बुझ्नौला साथीहरू रमाउला होइन यही हो टाइम रमाइलो गर्ने सबजना आनन्दले हिँडिरहनु भएको छ फाइनल गाइज होइन हामी चाहिँ पोखराको अब लेक साइडबाट चाहिँ अँध्यारोमा फोटोसोटो के खिच्नु होइन झ्याउ लाग्दो एकदमै त्यही भएर चाहिँ अब उता होटल साइड जानु लाग्यो अघि एउटा कुरा के भन्दाखेरि हामी हिँडिरहेको थियो त्रिदेव दोष होइन त्रिदेव जोशी दाइ भेटिदिइरहेको क्या तिनीहरू होइन उहाँलाई नै हतार रहेछ भेट्न चाहिँ पाएन अब यसो एउटा फोटो चाहिँ खिच्यो राम्रो अब नाइटमा होइन त्यही हो अनि निशा रिजाल दिदीलाई नि भेटेको थियो फोटो पनि खिच्न पाएन होइन उहाँ त एक व्यस्तताको कारणले गर्दाखेरि गइहाल्नु भयो त नै जस खुसी लाग्यो होइन अब आफू पनि त्यही उसमा स्ट्रगल गरिरहेको छ उहाँहरूलाई जस्ट देख्दाखेरि चाहिँ अब एउटा मोटिभेट टाइपकै भयो भनौँ न होइन आज खुसी लाग्यो अब त किन भन्नु ह्याप्पी छ यता पोखरा जबदेखि आइपुग्यो एकदम ह्याप्पी सबै कुरामा एकदम आज कस्तो दामी भइरहेछ होइन कोही चाहिँ अब फोटो खिच्नलाई यस्तो नाइटमा भनेर गइ गएर हो अब के फोटो खिच्नु सोच्नु भनेर अब हिँड्यो हामी चाहिँ आफ्नै गाउँतिर भने फ्रम पोखरा गाइड होइन अब यहाँ चाहिँ करिसरी भएर चाहिँ हामी चाहिँ यता लेक साइडतिर घुम्न जानु भएको के हुन्छ गर्नु होला होइन अगाडि ग्रुपहरू त्यहाँ छ अर्को यहाँ फोटो आउँदैन यहाँ नगरे नि हुन्छ कहाँ आइरहेको छ
महादेव एकचोटि सबजना भनौँ न बोल बम पहाड़ के नीचे ऐसा क्या सीन हुआ वाह की बवाल चाइनाको भित्र यो चाहिँ मान्छेले बनाएको छ नि यो एकछिन नजाओस् भनेर होला यो के आफै बनायो होला यो साइड होइन यो तल त्यो भित्र नि यहाँ अक्सिजनको के कमी छैन कि वाह हेर त फर्क्यौ भनेको यता अब त लाइट भएन के हो यस्तो अक्सिजन छ कि के छ है छैन यो वाह हर हर महादेव yeah? What amazing this wow के हो कि यो त ल पत्ताउनु नसक्नु छ त भने धन्नु के हो कि माथि सेतो सेतो होइन यो रहस्यमय ठाउँ यस्तै ठिक छ नि त लाइट भए सोध्दै नसोचेको के एकदमै ए के हो धन